फाइनल्ली अब यो चाहिँ सैलुङ जानलाई रेडी भइसकेको छ है। पुरा चाहिँ लोडेड त भएको छैन, यो अरू चाहिँ सब स्ट्यान्ड बाई क्लियर भइसकेको छ। अब सर जाने हो सैलुङ। आरबी भ्लगरसँग भेट भएको छ। यो कुन चाहिँ आरबी भ्लगर हो फेरि? यो बस्दियो ओइ सुन्नु नाम के हो भाइ तिम्रो? हेलो इट्स मी आरबी, वेलकम टु माई युट्युब च्यानल। अहिले चाहिँ धेरैभन्दा पनि एकदम धेरै नै पछि चाहिँ मैले फेरि एकचोटि घुम्न जाने प्लान बनाएको होइन। लगभग भयो धेरै नै। साथीहरूसँग अब हेरौँ कहाँसम्म पुगिन्छ। सैलुङ जाने टार्गेट छ, कहाँसम्म पुगिन्छ त्यहाँसम्म चाहिँ यसो राइड गरेर आउने प्लान छ। म चाहिँ रेडी भइसक्यो फुल टप बटम होइन। सञ्जीव पनि रेडी भइसक्यो होला जस्तो लागिरहेको छ मलाई। अब गएर हेरौँ को कहाँ पुग्छ कस्तो। अब चाहिँ सञ्जीवले चाहिँ ठिकै चलाउँछ बाइक, त्यो भएर त्यसको पछि हिँड्नु पर्ला। अनि खासमा भन्दा मेरो चाहिँ बाइकको ब्लु छैन क्या होइन। अहिले रमाइलो हुन्छ जस्तो लागिरहेको। अब चिट पनि कहाँ हो यस्तै छ ल्याङट्याङ होइन। ठिकै छ अब हेर्दै जाउँ, लेट्स सी के हुन्छ है। ल गाइज म चाहिँ रेडी भएर हिँडेको अब। गाइज अब चाहिँ सर जानु पऱ्यो अब चाहिँ। केही त छुट्टी खाएन नि होइन। के हो नजाने? के हो नाटक चटक हेरेको? नजाने? जाने कि नजाने? ल म निस्केँ त्यसो भए। म त हिँडेँ भाइ, त जाने के हो नि? हिँड के हिँड, किन नाटक गरिरह भने? आन्टीले त्यसो भए म नि जान्न। म त अब अर्को ठाउँ हिँडेँ। यस्तै हो। ल ल अब तिमीहरू नजाने भयो, म त अर्को ठाउँ हिँडेँ। तँ नि कहाँ जान्छ जा। ल आउँछ है ल। ल गाइस हामी चाहिँ सैलुङको यात्रामा अब। ल हिँड्नु बाबा हिँड्नु। ल हिँडै ल गयो ल। ल गाइस हामी चाहिँ खड्कुबाट हिँड्यौँ तिनवटा बाइकमा। अब हेरौँ यात्रा कस्तो हुन्छ होइन। बल्ल 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 फकाउँदै लिएर आएको छु मान्छेहरूलाई। रुट्दै कोही रुनी होइन। मसँग बस्ने कान्छी चाहिँ रुएर गएको थियो, केही छैन। सञ्जीव भाइले मामाको छोरी बोक्या छन्, अनि सुन्दली मामासँग छ, अनि मसँग चाहिँ तिन होला हिँडेको। ल हाम्रो महाने बाप सबै यहाँ क्यामेराको चक्करमा एउटा रबरले भेरिएर बसिरहेको छ। हाम्रो चाहिँ हाम्रो मामा मिलन लामा, सुन्तली यो त कसैले चिन्दैन होला। अनि यो चाहिँ जेनिसा लामा, यो विमला भाइ र मेरो दिदी। यो बस्तीको हो। ओइ सुन्नु नाम के हो भाइ तिम्रो? फर्स्ट देखिरहेको छ त, फर्स्ट देखिरहेको छ। नाम के हो? नाम भाइ बिर्स्यो, बाउलाई सोध्नुपर्छ। बोलतिर सोध भाइ, आज फुर्सद छैन होला।
घाट पुगेको हो कि भेट भयो हाम्रो त के गरेर जान्छ भो हेलो भाइ तपाईँ राइडर हो यहाँ सुन न भाइ तपाईँको सब्सक्राइबर कति छ होइन के सब्सक्राइबर तपाईँको युट्युबमा नेम के छ सब्सक्राइबर त कति 100 लान्छ होला भाइ सब्सक्राइबर मेरो फाइनली मैले त आज नयाँ भ्लगरलाई भेट भएको छ यार साथीहरु यहाँ बाटोमा गाँबाट उछिनेर आरबी भ्लगरसँग भेट भएको छ यो कुन चाहिँ आरबी भ्लगर हो फेरि साथीहरु बाटो नदेख्ने अब यस्तो ठाउँमा गएर कसरी भिडियो बनाउने त नि जब हुने भयो साथी जब मुडेमै बसौँ है आज मुडेमै बसौँ ल के ल मान्छे हरायो भनेर हामी चाहिँ अहिले मुडे दोलखामा बस्यौँ होइन यहाँबाट अब यहाँ चाहिँ सन्दीप भाइ मामा म यस्तो छ श्रेष्ठ होटलमा बसेको अब होटल कहाँ कस्तो छ भनेर हेरेर होइन पानी पनि पर्नु थाल्यो राम्रै भयो बाइकहरू चाहिँ यहाँ तल राखेको छ हामीले देख्नु सक्नुहुन्छ त्यो रेड चाहिँ मेरो हो त्योभन्दा गाडीको उता चाहिँ बाइक हो उहाँको उता हुन्छ राख्नु भएको छ मामाले ल ठिकै छ अब मुडेमा यहाँ छुर्पी खाने हो अरू भने यस्तै छ अब सारा भोलि बिहानको राइडमा चाहिँ सैलुङ भिजिट गरेर भ्या भने कालिम्पोङ गएर अनि फर्किनु पर्ला त्यो छिटै सोचिरहेको छु मैले अरू भने यस्तै हो मामा कस्तो लागिरहेको छ तपाईँले भन्ने त ठिक छ रमाइलो छ होइन अघि नै एकदिन बोर लागेको थियो आफ्नो होइन अहिले ठिक छ मेरो चाहिँ यो चाहिँ सुन्दरीको मोबाइलबाट मेरो मोबाइल चाहिँ चार्ज नभएर चार्जमा राखेको छु ल लेसी अब रमाइलो हुन्छ है गाइज यति संस्कारी त यो जुत्ता बिचरा जुत्ता बाहिर बोलेर चाहिँ यस्तो हुनुपर्छ कि हामी त खतम हो कि है होटल भने अब त्यस्तो लाएर होइन भोक लागेर यार है यो मैले थोरै खाएको बिमला रोएर त्यो पनि खानु यो मान्छे रोएर आमा यस्तो चित्त दुखेको कहाँ बोल्दै बोल्दैन हो कति ज्ञानी मान्छेहरू यो होइन सबभन्दा नाटकी यही मान्छे मान्छेले गर्दा आज ढिलो भएको होइन मैले गर्दा होइन यो मान्छेहरूले हो न बाइक लिएर किन सुई लानु पर्ने हामीले पठाउ बुक गरेर फेरि यता होइन मैले जम भनेर कति रिक्वेस्ट गर्दा मानेन लास्टमा पठाउ बुक गरेर खड्कुसम्म लिएर आएर अनि लिएर आएको यो मान्छेलाई आउनु भयो भने ज्याकेट लिएर आउनु कसम यस्तो जाडो चिसो रहेछ अनि यो मान्छे रोएर आम्मा यता हेर त त्यो रोको रुन्ची ल सबैजना भक्क अब मासु दिइरहेको छ होइन अब म एउटा भेज ऊ त अब मासु अब त्यो चम्चीले खाना खान्छ अनि माछा मेला हातले च्याप्प सकेर खान्छ कि अनि ऊ यसले चाहिँ चम्चीले खाएर झन्डा अरू त्यस्तै छन् अब मेरो चाहिँ भेज हो अब सकिनु लाग्यो
अब गएर माथि दर रमाइलो गर्ने प्लान छ हेरौँ के हुन्छ है गाइज मैले 200 पैसा झारे सुन्तलीबाट 200 रुपियाँ पैसा ऋण दिएको थियो त्यो पनि हारेँ मैले डोनर तास खेलेर ल अब हेरौँ फेरि होइन ऊ हुन्जेल मलाई टेन्सन छ नि सबै जहिले जति जित्यो नि उसके हो हारे नि उसके हो है भोलि ब्याङ्कमा ल्याएर चमाउनुपर्छ ल ल अब उता भाइरल हो मेरो जम्मा कति 100 कि 200 सब्सक्राइबर होला अब उसको कति अब लाखौँ सब्सक्राइबर होला आरबी भ्लगर आरबी यस्तै हो ल ठिक छ गाइस भ्लगर भन्दा फेरि अब राजकुमार भ्लगर भन्नु होइन यो होइन। राजु भ्लगर राजु भ्लगर हो कि साथै राइडर नम्बर 1 राइडर राइडर भएर कतिवटा गलतमा हाल्छ राइडर ठिकमा आएको छ गाइस हाम्रो टिम चाहिँ यति नै हो ल है हो टिमले ल गाइस हो ल रमाइलो गर्नुपर्छ है अब गाइस ल